कोच राजुले कसरी गरे यति ठुलो मिस्टेक, यसरी खेर गयो राजुको पावर, गल्ती गरेपछि रिग्रेट गर्दै राजु लामा ब्लकको अनुभव लिन पाइन भन्दै मिडियामा आएर गर्नुभयो गुनासो। आखिर कसरी भयो त राजु लामामाथि अन्याय? राजुको ब्लक खेर जानुमा कसको गल्ती? कोच राजुले यो गल्ती भोइस अफ नेपालको टिमले गर्दा भएको हो भनेर भन्नुभयो। भोइसको टिमले राजु बस्ने कुर्सीको बटन एकदमै लुज र अलिकति मात्र छोइए पनि काम गर्ने बनाइदिएको भएर यस्तो भएको र यही भोइसको गल्तीले गर्दा आफूले ब्लकको पावरको अनुभव नै लिन नपाएको भनेर गुनासो गर्नुभयो। प्रस्तुति सकिएपछि पनि भोइसकै एपिसोडमा राजुले आफ्नो ब्लक खेर गएकोमा यसरी गुनासो पोख्नु भएको थियो। यो चाहिँ मेरो अब पहिलोचोटि ब्लकको अनुभव भनौँ न, यो कोचलाई ब्लक गर्न पाउने अनुभव अब चाहिँ मेरो खेर गयो। मेरो ब्लक चाहिँ पुरै खेर गयो। हामीले त्यो ट्राई गर्दाखेरि जति हामीले बच गर्दा पनि नघुम्ने, अब ब्लक नहुने भइरहेको थियो। त्यो दिन त्यो भएको हुनाले चाहिँ उहाँहरूले अब युज गरोस् भनेर एकदमै त्यसलाई यस्तो छुने बित्तिकै भइहाल्दो रहेछ। आफू सोझो मान्छे यसरी बसिरहेको थियो, गफ गरौँ ल भनेको अब सट्टै अर्कातिर गयो है। त्यसले गर्दाखेरि एउटा रमाइलो पक्ष प्लस त्यसको अनुभव चाहिँ मैले गर्नु पाएन।